छोरा मान्छेले कमायो भने घर परिवार हेर्छ, छोरी मान्छेले 2 पैसा कमाउन थाल्यो भने लोग्ने फेर्छ भनेको चाहिँ सुनेको थियो होइन। यो रश्मि पनेरू भन्ने केटीले चाहिँ नि यो कुरालाई एकदम सही साबित गरिदिएको छ क्या। उसले सरासरी गल्ती बोलिरहेको छ, ढाँटिरहेको छ भन्ने कुरा त नि यो थोपडा छ नि, थोपडा उसको त थोपडाले नै बताइरहेको छ क्या। छोरी मान्छे भएर छोरी मान्छेको विरोध गर्नु हुँदैन, छोरी मान्छेको सपोर्ट गर्नुपर्छ भनेर नि अन्धकारमा बस्नु हुँदैन हामीले। बुझ्नुभयो नि तपाईँ, हामीले अन्धकारमा बस्नु हुँदैन। छोरी मान्छे त नि अहिले यति गति छाडा भएका छन् नि, धेरै जसो क्या, धेरै जसो। पहिले छोरी मान्छे घरेलु हिंसामा परे भन्थे होइन, उहाँ रुँदै कराउँदै आउँदा हुँदो रहेछ छोरी मान्छेलाई चाहिँ। बिचरा छोरा मान्छे के गरून्, अहिले छोरा मान्छे छन् क्या हिंसामा परेका, घरेलु हिंसामा नि घर घरका छोरा मान्छे परेका छन् अहिले धेरै जसो क्या। झन् यो विदेश जानेहरूका त नि मलाई यसो गरौँ उसो गरौँ, यहाँ गरौँ त्यहाँ गरौँ भनेर मुख यत्रो डोको जत्रो बाह्र मिडियामा आउँदा भइहाल्दो रहेछ केटी मान्छेलाई। कति सजिलो क्या। बिचरा छोरा मान्छे यति पीडित छन् नि, यति पीडित छन् नि अहिलेका दिनमा, यति पीडित छन् नि छोरा मान्छे, खपिसाध्य छैन। तपाईँ हामी जस्ता मान्छेले नि, हुन त हामीले बोलेर यहाँबाट केही हुने होइन, तर के गर्नुपर्छ यो भाइको लागि होइन, सबैजनाले गरौँ क्या। यसरी यो छोरी मान्छेलाई छाडा छोडेर गति छाडा बनाएर नि जे भन्नु त्यही गर्न दिएर यी छोरा मान्छेलाई दबाबमा राख्नु हुँदैन। त्यो केटीले एकदमै झुट बोलेको छ क्या। त्यो भाइले बोलेको हेर्नु न, कति मासुम, त्यसको कति पीडा छ त्यसको मनमा, त्यो भाइको मनमा कति धेरै पीडा लुकेको छ। त्यो अनुहारले नै बताउँछ क्या मान्छेले झुट बोल्दैछ कि सही बोल्दैछ कि भनेर नि। हामीले यो आत्मालाई कहिले ढाँट्न सकिँदैन। के सोचेर कुन सपना देखेर पठाएको हुन्छ क्या बुहारीलाई विदेश, कुन सपना देखेर पठाएको हुन्छ, छोरालाई घरमा राखेर बुहारीलाई विदेश। त्यो भाइको बाबामाले पनि कस्तो सपना देखेर पठाएको थियो होला होइन। अनि आज उहाँ गइसक्दा चाहिँ गएका 2 महिना 3 महिनामा अर्को केटासँग लाग्ने हिँड्ने। अनि अर्को कुरा नि, भाइले 2 करोड होइन कि 5 करोड माग्नुपर्छ त्योसँग पैसा, 5 करोड माग्नुपर्छ। जसले जति नराम्रो कमेन्ट गर्नु छ गर, जसले गाली गर्नु छ गर, मलाई त्यो मतलब भएन होइन। तर सहीलाई सही र गलतलाई गलत भन्ने अधिकार चाहिँ हाम्रो पनि हुन्छ। किनभने नि त्यो केटीले 2 करोड रुपियाँ मागेको छ, म दिन्छु किन भनि त। गल्ती थिइन ऊ, आखिरी ऊ गलत थिइन भने म भोलि आउँछु, म के गर्छु, म सँगै बस्नुपर्छ हामी, त्यस्तो होइन भन्ती होला नि त, सही साबित हुन खोज्ती होला नि त होइन। उसको गल्ती नै थिएन भने ऊ 2 करोड रुपियाँ 1.5 करोड रुपियाँ जति 3 करोड मागे पनि दिन राजी किन भइ त। आखिरी उसको गल्ती नै थिएन भने ऊ लागेको होइन अर्कोसँग भने। लाज शरम छैन अहिलेका आइमेहरूलाई।